सर क्रिकेटको सहर धनगढीमा स्वागत छ यहाँलाई। धन्यवाद। सुदूरपश्चिम यो कतिौं पटक सर हजुरको? म दोस्रो पटक। दोस्रो पटक। कस्तो लाग्छ सर यो ठाउँ हजुरलाई? रमाइलै छ हैन। अब खास गरी भनौँ न सिटी अफ क्रिकेट र अहिले त झन् भनौँ न हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले पनि सुदूरपश्चिमको जुन यहाँ अब बडमालिकादेखि अरू ठाउँहरूमा यति राम्रो सौन्दर्य छ, अब त्यो कनेक्ट गर्नुपर्ने छ। सो भेरी ग्ल्याड टु बी हियर। स्प्यारो एसएमएसको कुरा सोध्न चाहे सर मैले हजुरलाई। आफूले एसएलसी दिँदादेखि लिएर स्प्यारो एसएमएस थ्रु नै आफ्नो रिजल्ट हेरेँ, मेरो पुस्ताले हेऱ्यो, म पछाडिको र अहिले पनि हेरेर आएको छु। यो कन्सेप्ट कसरी आएको थियो सर? खासमा ठुलो कन्सेप्ट होइन। कस्तो थियो भने त्यतिखेर 2000 हामीले 10 देखि स्टार्ट गरेको। हजुर। त्यतिखेर लोड सेडिङ हुन्थ्यो होइन, 14 घन्टा बत्ती जान्थ्यो, इन्टरनेट थिएन, स्मार्टफोन थिएन, एक्सेस टु इन्फर्मेसन एकदमै गाह्रो थियो। हामी आफ्नो पालामा चाहिँ एसएलसी रिजल्ट अब हामी वीरगन्जबाट हो भने रिजल्ट निस्किएको दिन थाहा पाउँदैन थियो। हजुर। अनि कुनै एउटा पसलले चाहिँ त्यहाँ गोर्खापत्र चाहिँ मगाउँथ्यो, जोगाड लगाएर मगाउँथ्यो, अनि त्यो पसलमा लाइन लाग्थ्यो। लाइन लाएर हामीले रिजल्ट हेर्थ्यौँ होइन। त्यतिखेर मलाई सम्झना छ त्यो पुस्तक भण्डार भन्ने पसलले मगाउनुहुन्थ्यो, अनि पास हुनेलाई 10 रुपियाँ लिनुहुन्थ्यो, फेल हुनेलाई पैसा लिनुहुन्थेन। त्यसरी रिजल्ट हेर्थ्यौँ र त्यो पनि पास फेल र डिभिजन मात्र थाहा हुन्थ्यो, कुन डिभिजनमा छ होइन। तर आफ्नो मार्क्स, आफ्नो ग्रेड्सहरू केही पनि थाहा हुँदैन थियो। र कति विद्यार्थीहरूको चाहिँ त्यो रिजल्ट टाइममा नआएर, रिजल्ट ढिला भएर एकदमै धेरै कुराहरू रोकिरहन्थ्यो। किनकि कति हाम्रो तराईको साथीभाइहरू इन्डिया पढ्न जान्छन्, अरू ठाउँ पढ्न जान्छन्, त्यहाँ सिबिएसईको रिजल्ट चाँडै आउँथ्यो। सो एकदमै गाह्रो थियो होइन। एटलिस्ट आफ्नो मार्क्स चाहिँ सेम डे थाहा पायो भने, कम्प्लिट मार्कसिट थाहा पायो भने होइन, आफ्नो ग्रेड्स थाहा पायो भने त्यो अनुसारको करियर चोइसहरू डिपेन्डेन्ट हुन्छ। कसैलाई साइन्स लिन मन लागेको हुन्छ, कसैलाई आर्ट्स लिन मन लागेको हुन्छ, धेरै कुराहरू जोडिएको हुन्छ। र त्यो सहज होस् भनेर एक्सेस टु इन्फर्मेसन हामीले चाहिँ त्यसरी स्टार्ट गरेको थियौँ भनौँ न। अनि त्यतिखेर त अब द्याट वाज द बेस्ट वे। अब अहिले पनि सरप्राइजिङली धेरैले एसएमएसबाटै हेर्छन्, जब कि मोबाइल एप आइसक्यो, इन्टरनेट आइसक्यो, सबै आइसक्यो। तर सहज छ, सिम्पल छ। आफ्नो सिम्बल नम्बर लेखेर हामीले 35001 भन्ने नम्बर हुन्छ, पठाएर चाहिँ हेर्न सक्नुहुन्छ। अनि सर हजुरको पहिचानसँग जोडिएको अर्को चिज खल्ती। हजुर। अनि नाम खल्ती चाहिँ कसरी रहन गयो त्यो डिजिटल वालेटको, र अहिले अनि मर्ज हुनुपर्ने अवस्था किन आयो सर? ओके, यसो थियो। अब नाम हाम्रो 3-4वटा चाहना थियो कि नाम छान्दाखेरि एउटा चाहिँ हाम्रो ठेट नेपाली वर्ड होस् भन्ने हजुर चाहना थियो होइन। सो द्याट भोलि हामीले नेपाल बाहिर पनि कहीँ प्रमोट गर्दा हाम्रो एउटा नेपाली प्रडक्ट हो, नेपालमा बनेको प्रडक्ट हो भनेर हामीले भन्न सकौँ। तर त्यसको .com डोमेन पनि एभाइलेबल हुनुपर्छ भन्ने हाम्रो एउटा साथीभाइको चाहिँ थट प्रोसेस थियो। सो हामीले करिब 40वटा त्यस्तो डोमेनहरू लियौँ, खोज्यौँ। मलाई सम्झना आउँछ हिमाल पे, स्प्यारो पे, टन्नै नामहरू हामीले राख्दाखेरि। अनि त्यसपछि चाहिँ सकेसम्म कुनै प्रिफिक्स पोस्टफिक्स नराखौँ भनेको, हाम्रो खल्ती, मेरो खल्ती, तिम्रो खल्ती, ई खल्ती, एम खल्ती भन्दा नहोस्, अथवा खल्ती पे, खल्ती मान्डु, खल्ती भनौँ न टाइपको चाहिँ प्रिफिक्स पोस्टफिक्स नभएर ठेट वर्ड पायो भने बेस्ट भन्ने थियो। र चौथो कुरा चाहिँ जति सानो होइन, 2 सिलेबल वर्ड, 3 सिलेबल वर्ड भन्दा बढी नहोस् होइन। ठुलो वर्ड भयो भने चाहिँ गाह्रो हुन्छ। र अर्को कुरा चाहिँ रिकल भ्याल्यु, एकचोटि सुनेपछि चाहिँ त्यो सजिलो, सहज, दैनिकीमा युज हुने वर्ड भयो भने। र मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ फेरि डिजिटल वालेटसँग जोडिएको कुरा हुनु पऱ्यो नि त। हामीलाई त डिजिटल वालेट प्रडक्ट बनाउनु छ होइन। भोलि खल्तीबाटै तिर्नुहोस्, खल्तीमै हालिदिनुहोस्, खल्तीमै पठाइदिनुहोस्, खल्तीबाटै हुन्छ होइन भन्ने त्यो रिलेटेबल कुरा भयो नि त होइन। सो यो सबै क्राइटेरिया चाहिँ यो वर्डले मिट गरिरहेको थियो। र हामीले यसको .com डोमेनहरू पनि लिएर राखेको थियौँ। र हामीले इन्टरनली पनि हाम्रो टिममा भोटिङ गराएको थियौँ हजुर कुन वर्ड राख्ने, र एभ्रिवान भोटेड फर दिस। अनि सर अहिले मर्ज हुनुको रिजन? ओके, यस्तो हुन्छ। नेपालको मार्केट सानो छ होइन, इन टर्म्स अफ पर क्यापिटा इन्कम र भोल्युम, र धेरै युथहरू बाहिर पनि गयो। अब 27वटा लाइसेन्स राष्ट्र ब्याङ्कले दिनुभएको थियो, त्यो बिस्तारै कम हुँदै गयो। र यसमा धेरै खर्चिलो बिजनेस हो यो, किनकि तपाईँको सेक्युरिटीमा, सर्भरमा, खास गरी म्यान पावरमा, ह्युमन रिसोर्समा एकदम धेरै खर्च, कम्प्लायन्समा एकदम धेरै खर्च लाग्छ होइन। र हामी मार्केटको सेकेन्ड लार्जेस्ट प्लेयर थियौँ, र आइएमई पे थर्ड लार्जेस्ट प्लेयर थियो। र दुईटाको छुट्टा छुट्टै एफर्ट, टिममा, टेक्नोलोजीमा, मार्केटिङमा, ब्रान्डिङमा। सो त्यो सँगै कन्सोलिडेट गरेपछि के भयो त, जुन छुट्टा छुट्टै स्क्याटर्ड वेमा एफर्ट लागिरहेको थियो त्यो अब एउटै भयो।
होइन वी केम टुगेदर फर अ बिगर सिनर्जी फर अ बिगर स्ट्रेन्थ होइन र मर्ज भइसकेपछि अब हामी एउटै कम्पनी भयौँ आइएमई खल्ती लिमिटेड होइन एपको नाम चाहिँ खल्ती नै भए पनि आइएमई खल्ती लिमिटेड अब हामी दुईवटा संस्थाको स्ट्रेन्थलाई सँगै लिएर अझै बेटर गर्न सक्छौँ होइन र आउने दिनमा चाहिँ डिजिटल फाइनेन्सियल सर्भिसेस होइन लोनहरू दिने लेन्डिङ गर्ने वेल्थ म्यानेजमेन्ट गर्ने इन्सुरेन्समा होइन क्यापिटल मार्केटमा हामीले काम गर्न सक्छौँ भन्ने सोचको साथ होइन र राष्ट्रिय ब्याङ्कको जुन म्यान्डेट छ हामी त लगभग पब्लिक कम्पनी सरह हो र अब त हामी पब्लिक कम्पनी नै भयौँ आइएमई खल्ती लिमिटेड भनेपछि र हामीलाई 3 वर्षमा आइपिओमा जाने म्यान्डेट छ सबैको आफ्नो स्ट्रेन्थ हुन्छ कसैको स्ट्रेन्थ टेक्नोलोजी हुन्छ कसैको स्ट्रेन्थ कम्प्लायन्स हुन्छ कसैको स्ट्रेन्थ मार्केटिङ हुन्छ जब त्यो सबै स्ट्रेन्थहरू एक ठाउँमा आउँछन् र सँगै मिलेर काम गर्छन् बल्ल ठुलो स्केलेबल सिनर्जी आउने हो र त्यो सिनर्जीको लागि नै हामीले मर्ज गरेको अनि डिजिटल वालेटहरूले कमाउँछ चाहिँ कसरी सर त्यो प्रोसेस के हुन्छ डिजिटल वालेटको बिजनेस मोडलहरू धेरै थरी हुन्छन् होइन तपाईँलाई म सिम्पल भाषामा बुझाउँदा हजुर हामीले कम्पनीजहरूको लागि दुईटा काम गरिदिरहेछौँ कि त उनीहरूको प्रडक्ट बिकाइदिरहेछौँ कि चाहिँ उहाँहरूको लागि पैसा कलेक्ट गरिदिरहेछौँ होइन र त्यो गरे बापत चाहिँ एउटा मर्चेन्ट सर्भिस फी एमएसएफ भन्छ त्यो चाहिँ एउटा चार्ज अनि पैसा म्यानेज गर्नु पैसा भनौँ न नभए पहिला त कस्तो छ भने उधारो दिने बानी होइन पैसा उठाउनै गाह्रो होइन एउटा सानो पसलले सानो एउटा किराना पसलमा पनि कस्तो हुन्थ्यो त नियर बाई मान्छेको चाहिँ खाता चल्थ्यो साउजी यो उधारोमा राखिदिनु अनि फोन गर्यो भने चाहिँ के हुन्थ्यो भने ए पैसा रेडी छ तर म आउन भ्या छैन तर अब त्यो के भयो त ए रेडी छ ल म क्युआर पठाइदिइरहेको छु वाट्सएपमा पठाइदिनुहोस् होइन हेर्दाखेरि सानो कुरो हो तर बिजनेसेसलाई धेरै इम्प्याक्ट पार्छ यस्तो कुराहरूले होइन सो भनौँ न हामीले चाहिँ वालेट मर्चेन्टको लागि जुन हामीले पैसा कलेक्ट गरिदिइरहेछौँ होइन मर्चेन्टको लागि चाहिँ उनीहरूको जसरी अब फ्लाइट छ भने फ्लाइट टिकट बिकाइदिइरहेछौँ फर इक्जाम्पल होइन त्यही पहिला फ्लाइट टिकट बाट्नलाई एजेन्ट्सहरूलाई होइन 16वटा टिकट बेचे बापत एउटा टिकट फ्री दिनु पर्थ्यो होला पैसा उठाउनु क्रेडिटमा दिनु पर्थ्यो होला होइन अहिले त सबै प्रिपेड हुन थाल्यो नि त सो मर्चेन्ट सर्भिस फी चाहिँ हाम्रो मेजर इन्कम हुन्छ जुन मर्चेन्टबाट हामीले 2%, 3%, 4% वाट एभर वी गेट डिपेन्डिङ अपन द मर्चेन्ट क्याटेगोरी कोड एमसिसी भन्छौँ अर्को चाहिँ कहिलेकाहीँ सानो युजरबाट पनि फी लिन्छ कुनै कुनै कुरामा होइन फन्ड ट्रान्सफर्समा खास गरी यो ग्लोबली नै बाहिर त झन् महँगो छ हामीले चाहिँ नेपालमा पेपाल ल्याउनु पर्छ भन्छौँ तर चार्जेसहरू चाहिँ पेपालको कस्तो छ हामीले रिसर्च पनि गर्नु पर्यो होइन एकदम नोमिनल चार्जहरू लिँदाखेरि त्यहाँ हामीलाई नेटवर्कलाई पनि पैसा तिर्नुपर्छ जुन ब्याङ्कबाट खल्तीमा पैसा आउँछ त्यो ब्याङ्कलाई पनि हामीले पैसा तिर्नुपर्छ त्यसको रिकन्सिलिएसन अपरेसन सपोर्ट सबैको खर्च हुन्छ सो दिज आर द रेभेन्यू र अहिले यो रेभेन्यू एकदमै कम भएको हुनाले वालेटहरूको मलाई लाग्छ 27वटा वालेटमा 90% वालेट लसमा छन् होइन किनकि त्यो कस्ट एकदम धेरै छ र त्यसलाई चाहिँ आउने रेभेन्यू चाहिँ कम छ तर मेबी आगामी दिनमा चाहिँ नयाँ नयाँ सर्भिसको लाइसेन्स थपिन्छ होला हामी ब्याङ्कहरूसँग मिलेर ब्याङ्कसँग कोलाबरेट गरेर ब्याङ्कको धेरै कामहरू हामी सहज बनाइदिन्छौँ होला होइन एउटा पार्टनरको रूपमा एउटा आउटसोर्स पार्टनर भनौँ कोलाबोरेसन पार्टनरको रूपमा र सानो सानो लेन्डिङ माइक्रो लेन्डिङ होइन सानो सानो क्रेडिट रेटिङ बाई नाउ पे लेटर डिजिटल फाइनेन्सियल सर्भिसेसमा सहकार्य गरेर जब हाम्रो लाइसेन्सले हामीलाई त्यो अरू कुराहरू गर्ने अधिकार दिन्छ त्यतिखेर मेबी हामीले देशमा चाहिँ यो एसएमइज एन्टरप्रेन्योरसिप एक्सेस टु फाइनेन्स लाई ग्रो गर्नमा चाहिँ अझै योगदान दिन सक्छौँ जस्तो लाग्छ अनि सर जस्तो अब हजुरले भर्खरै भन्नुभयो नि एयरप्लेन टिकटहरूको लागि अरूहरूको लागि डिजिटल वालेटहरू युज हुन्छ भनेर अहिले त प्लेन टिकट टपअपदेखि लिएर धेरै जस्तो सेवा सुविधाहरू मोबाइल ब्याङ्किङकै एपमा पनि अभाइलेबल छ अनि जस्तो म जस्तो मान्छेलाई हजुरले कन्भिन्स गर्नुपर्दा हामीले डिजिटल वालेट चाहिँ किन युज गर्छ एकदमै राम्रो प्रश्न गर्नुभयो होइन नेपालमा चाहिँ कस्तो भयो भने सुरुमा इकोसिस्टम रेडी थिएन मर्चेन्ट एकदम थोरै थिए भनेको त्यही टपअप त्यही इलेक्ट्रिसिटी त्यही फ्लाइट मात्र थिए र त्यो कुरा चाहिँ वालेटमा पनि भयो ब्याङ्कको एपमा पनि भयो अनि तपाईँको प्रश्न एकदमै जायज हो मैले चाहिँ वालेट किन चलाउने होइन र अर्को कुरा के पनि भइदियो भने ब्याङ्कको धेरै जसो ब्याङ्कको एप बनाउने कम्पनी पनि वालेट बनाउने कम्पनीकै भनौँ न सिस्टर अर्गनाइजेसनले बनाइदियो त्यो ब्याङ्कको एप पनि मोर पेमेन्ट्स एप जस्तै बनाइदियो तर खासमा चाहिँ त्यो ब्याङ्कको कोर एक्सपर्टिज होइन र ब्याङ्कको चाहना पनि होइन ब्याङ्कको कोर एक्सपर्टिज के हो त ब्याङ्क भनेको त एकदमै म्याच्योर इन्स्टिट्युसन हो हाइली रेगुलेटेड जसले चाहिँ मासमा
पब्लिकको पैसा सेक्योरली राख्न सक्छ। ट्रस्टवर्दी एउटा अर्गनाइजेसन हो। ब्याङ्कले कुनै पनि रिस्क लिने एक्सपेरिमेन्ट गर्ने काम गर्दैन। तर रिस्क र एक्सपेरिमेन्ट नलिँदाखेरि उहाँहरूको एजिलिटी पनि कम हुन्छ। एउटा भनौँ न इक्जाम्पल कसरी पर्दा चाहिँ ल ब्याङ्क्स आर लाइक एलिफेन्ट्स कि दे आर भेरी पावरफुल, भेरी म्याच्योर होइन, एकदम स्ट्रेन्थ बोकेको होइन। तर रेसमा भाग्नु पऱ्यो भने एलिफेन्ट र अर्को से डग छ भने डगले जित्छ क्या होइन। तर एलिफेन्टको आफ्नो स्ट्रेन्थ छ नि त। भोलि एउटा भित्ता भत्काउनु पऱ्यो भने चाहिँ त्यो कुकुरले भत्काउन सक्दैन नि त। सो वाट आइम ट्राइङ टु टेल इज ब्याङ्कको एप चाहिँ खासमा ओम्नी च्यानल डिजिटल ब्याङ्किङ एप हुनुपर्ने हो कि। पेमेन्ट्स भनेको त त्यहाँ 10% कुरा मात्र हो कि। ब्याङ्कको एप त कस्तो हुनु पऱ्यो भने मलाई भोलि भविष्यमा ब्रान्चै नचाहियोस् होइन, त्यो ब्रान्चको कस्ट यति ठुलो छ होइन, मेरो ग्राहकले 24 घन्टा सर्भिस पाओस्। ब्याङ्क किन भिजिट गर्छ त? चेकबुक लिन भिजिट गर्छ होइन, अनलाइन नै अर्डर गरेर जुनसुकै ब्रान्चबाट 5 मिनटमा पिकअप गर्ने सुविधा हुनु पऱ्यो। बुझ्नु भइरहेछ? मेरो डिपोजिटको स्किम्सहरू, मेरो लेन्डिङको स्किम्सहरू होइन, मलाई एलसी खोल्नु पऱ्यो, मलाई ब्याङ्कबाट जे पनि गर्नु पऱ्यो नि, त्यो इन्टरफेस चाहिँ ब्याङ्कको एप हो क्या खासमा। र ब्याङ्कले चाहिँ पेमेन्ट्समा सानो मर्चेन्ट जसरी सुरुमा त त्यही मोबाइल टपअप थियो, इलेक्ट्रिसिटी, तर नयाँ मर्चेन्ट ल्याउनु पऱ्यो होइन। ल अरिजित सिंहको कन्सर्ट हुँदैछ, त्यसको इभेन्ट टिकेटिङ ल्याउनु पऱ्यो, त्यो काम ब्याङ्कले गरेर बस्दैन। अर स्याटरडे तपाईँ मुभी जानुभयो, मुभी टिकेटिङ गरेर तपाईँलाई स्याटरडे सपोर्ट चाहियो, मेबी ब्याङ्कको डिएनए फरक हुनसक्छ। बुझ्नु भइरहेछ? हजुर। सो तपाईँ नियर बाई मार्केट्समा पनि हेर्नुहुन्छ भने इन्डियामा हरेक ब्याङ्कको एप छ, तर मान्छेले गुगल पे, फोन पे, पेटिएम चलाउँछ। चाइनामा पनि हरेक ब्याङ्कको एप छ, तर मान्छेले विच्याट, अलिपे चलाउँछ, बिकज इट बिकम्स अ लाइफस्टाइल प्रडक्ट। र त्यो लाइफस्टाइल प्रडक्टमा चाहिँ जब नयाँ मर्चेन्ट आउँदै जान्छ नि होइन, मर्चेन्ट हरेक किसिमको हुन्छ। ल अहिले तपाईँलाई फिफा वर्ल्ड कप हेर्नु पऱ्यो, त्यसको पास किन्नु पऱ्यो। एन्टरटेनमेन्ट सेक्टर छ, ट्रान्सपोर्ट सेक्टर, इन्सुरेन्स सेक्टर होइन, मुभी सेक्टर, धेरै सेक्टर्सहरू छन्। बुकिङ गर्नु पऱ्यो, केबल कारको टिकट काट्नु पऱ्यो होइन, भोलि चाहिँ इनड्राइभ चढ्दाखेरि चाहिँ राइडरलाई पेमेन्ट गर्नु पऱ्यो। सो यस्तो इकोसिस्टम बिल्डिङको काम फिनटेकले गर्ने हो कि। त्यही ब्याङ्कसँग मिलेर इकोसिस्टम इनेबलमेन्ट भएपछि त्यसलाई मर्चेन्टलाई इन्टरअपरेबल बनाएर, इनफ्याक्ट ब्याङ्कहरूको एपमा पनि जुन तपाईँले कति मर्चेन्टहरू देख्नुहुन्छ त्यो हामी जस्तो वालेटहरूले नै त्यहाँ पुर्याइदिएको हुन्छ कि। ब्याङ्कले गएर त्यो हजारौँ मर्चेन्टसँग एमओयू गरेर बस्न चाहँदैन कि, किनकि ब्याङ्कले त एउटा गोल भनौँ न अर्बौँमा प्रफिट खोजिरहेछ नि। उसले चाहिँ त्यो सानो कुरामा अल्झिनु भन्दा पनि रेलेभेन्ट पार्टनर्स लिएर ब्याङ्कले कहाँ फोकस गर्छ नि, मैले डिपोजिट कसरी बढाउने, सिमलेस युजर एक्सपिरियन्स कसरी दिने, डिफ्रेन्ट टाइप अफ लेन्डिङ प्रडक्टमा इनोभेसन कसरी गर्ने र ओम्नी च्यानल डिजिटल ब्याङ्किङ बनाउने। बिस्तारै तपाईँले अब त्यो देख्न थाल्नुहुन्छ कि ब्याङ्कको एप मोर ओम्नी च्यानलतिर जान्छ र वालेटहरू चाहिँ लाइफस्टाइल प्रडक्ट बन्न जान्छ। सर अहिले पनि धेरै जस्तो अब डिजिटल्ली कनेक्ट हुन खोजिरहेको हुँदैनन्, त्यति उहाँहरू चाहिँ हुन्छ नि आफ्नो पैसा सेक्योर छ कि छैन भन्ने जस्तो क्वेसनहरू पनि गर्नुहुन्छ कि। अनि यो के हाम्रो प्रविधिले हाम्रो पैसालाई सेफली राखिरहेको छ सर? नेपालको टेक्नोलोजीले हाम्रो मोबाइल ब्याङ्किङहरू, डिजिटल वालेटहरू? एकदमै सही प्रश्न गर्नुभयो होइन। जो मान्छेहरू पहाडको अथवा हाम्रो सुदूरपश्चिमको चाहिँ डिजिटल जान खोजिरहनु भएको छैन, उहाँलाई डर छ होइन, उहाँहरू गलत हुनुहुन्न। पहिलो कुरा, ग्राहक इज नट रङ, कस्टमर इज नट रङ। बुझ्नु? हजुर। ट्रस्ट भनेको रातारात बिल्ड हुने होइन। वर्षौँदेखिको ट्रस्ट केमा छ त? हार्ड क्यास, टच एन्ड फिल छ, आँखा अगाडि ट्रान्जेक्सन गर्यो। इभन कतिको त त्यो लाइफस्टाइल छ। हाम्रो बुवा बाजेहरूको चाहिँ महिनाको 1 गते चाहिँ बिल आउँछ बिजुलीको भने त्यो हिँडेर बिजुलीको अफिस गएर लाइन लाएर तिरेर त्यो भाउचरलाई ल्याएर आफ्नो फाइलमा टक्क फाइलिङ गर्ने, त्यो उहाँहरूको लाइफस्टाइल हो। बुझ्नुभयो नि? हजुर। जबसम्म त्यो हुँदैन उहाँ ढुक्क हुनुहुन्न। त्यो एउटा पार्ट भयो। तर अर्को पार्ट के हो भने त फ्युचर जुन जेनजी जेन अल्फा आइरहेछ, यो सबै इनिभेटेबल हो। फेरि यो सबै डिजिटल्ली जानुको विकल्प पनि छैन क्या, कसैले रोकेर रोक्नेवाला पनि छैन, खालि ढिलो चाँडोको कुरा हो। अब हामी एज अ लाइसेन्स्ड पेमेन्ट सर्भिस प्रोभाइडर, एउटा त हामी राष्ट्रिय ब्याङ्कबाट लाइसेन्स छौँ। ग्राहकको जति पैसा हुन्छ त्यो चाहिँ हाम्रो राष्ट्रिय ब्याङ्कले भनेको सेटलमेन्ट ब्याङ्कमा हुन्छ, जुनको रिपोर्टिङ चाहिँ सेटलमेन्ट ब्याङ्कले छुट्टै गर्छ, हामीले छुट्टै गर्छौँ। त्यसपछि राष्ट्रिय ब्याङ्कको गाइडलाइन अनुसारको कम्प्लायन्स, रिस्क कमिटी, डिस्प्युट कमिटी, जुन हामीले वर्षभरि अडिटहरू, इन्टरनल अडिटहरू गराउनुपर्छ, भिएपिटीहरू गराउनुपर्छ, भल्नरेबिलिटी असेसमेन्ट पेन्ट, त्यो सबै हामी गराउँछौँ। र जुन स्ट्यान्डर्ड्स PCI-DSS स्ट्यान्डर्ड, ISO 27001 स्ट्यान्डर्डहरू फलो गर्नुपर्छ, त्यो सबै हामी फलो गर्छौँ। तर यो गर्दैमा
भोलि फ्रड हुँदैन भन्ने होइन। बुझ्नुहोस् है, फ्रड हुनु भनेको त धेरै कुरा हो नि त। तपाईँले घरमा एउटा ढोकामा तालचा लगाउनु भयो तर झ्याल खुल्लै छोड्नु भयो भने त चोर छिर्न सक्छ एउटा कुरा। त्यसरी तपाईँको पासवर्ड एकदम स्ट्रङ राख्नुभयो, सबै कुरा ठिक छ, तर तपाईँले आफ्नो पासवर्ड अथवा ओटिपी नै अरूलाई दिनुभयो, तपाईँले तालचा एकदम राम्रो बलियो तालचा लाउनु भयो तर साँचो नै अरूलाई दिनुभयो भने त छिर्न सक्छ नि त। भनेको अवेरनेस पनि एकदमै जरुरी छ। अर्को कुरा, यो सेक्युरिटी भन्ने कुरा अनगोइङ प्रोसेस हो कि यो आज मैले सबै कुरा राम्रो गरेँ म सेक्योर भयो भनेर ढुक्क बस्ने कुरा होइन। यो त गुगलदेखि फेसबुकलाई पनि त्यो डर छ। हजुर, बुझ्नु भइरहेछ नि। हजुर। तर एउटा बेसिक अवेरनेस हामीले फलो गऱ्यौँ, हाम्रो ओटिपी कसैलाई नदिने, जुनसुकै कहिले पनि ब्याङ्क वालेटले फोन गरेर तपाईँलाई कोड माग्दैन त्यो नगर्ने। कुनै साथीभाइले अनलाइन पैसा माग्यो भने फोन गरेर सोध्ने उसैले माग्यो हो कि अरूले ह्याक गरेर मागिरह्यो। र नचाहिने एपहरू चाहिँ हामीले कुनै प्रलोभनमा अरू कुरामा चाहिँ नचाहिने एप सस्तोमा पायो भन्दैमा डाउनलोड गर्ने होइन। कसैले म सस्तोमा नेटफ्लिक्स दिन्छु भनेर उसलाई पैसा पठाउने, डाउनलोड गर्ने, यो दुई तिनवटा बेसिक कुराहरू हामीले फलो गऱ्यौँ भने सेक्योर नै छन् होइन। नेपालमा ह्याकिङका केसेसहरू कम छन्। हजुर। कस्तो केसेसहरू बरु छन् भने अवेरनेसले गर्दा मलाई फोन आयो, मैले ओटिपी दिएँ, त्यसपछि यस्तो भयो भनेको युजर अवेरनेसतिर चाहिँ धेरै नै मेहनत गर्नुपर्छ। हामी सबै वालेटहरूले फिन्टेक अलायन्सले गरिरहेछौँ। हामी दिनौँ भिडियोजहरू बनाउँछौँ, प्रमोट गर्छौँ होइन। तर के हो भने नि, अब यो भनेको चाहिँ बाटोमा गाडी लगाएर तपाईँ हिँड्नुहुन्छ भने ट्राफिकले के गर्न सक्छ? लेन अनुशासन गर भन्न सक्छ, फाइन लगाउन सक्छ, ट्राफिक लाइट लगाउन सक्छ, लाइसेन्सको इक्जामलाई कडा गर्न सक्छ। तर एक्सिडेन्टै हुँदैन भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन। त्यसको लागि तपाईँ आफै पनि सम्हालेर चलाउनु पर्यो। सरकारले रोड राम्रो बनाउन सक्ला, बुझ्नुभयो नि। तर तपाईँ पनि त चालक हुनुहुन्छ नि त। सो सबैको रोल छ, फेरि हाम्रो पनि रोल छ, सबैको रोल छ। र त्यो एभ्रिडे यसलाई अपग्रेड गरिराख्नुपर्छ, मोनिटरिङ गरिराख्नुपर्छ होइन। कम्प्लायन्स र रिस्कलाई चाहिँ क्लोजली काम गरिराख्नुपर्ने कुरा हो। र मलाई लाग्छ कि नेपालमा चाहिँ त्यस्तो एकदम धेरै ह्याक हुने केसेसहरू कम छन्, नभएको होइन र भविष्यमा हुँदैन भन्ने पनि खोज्या होइन। तर हामी सबैले मिलेर एकअर्कालाई अवेरनेस गरेर बेसिक कुराहरू फलो गऱ्यौँ भने चाहिँ यसले लाइफ सहज नै बनाउने हो, उहाँहरूको समय नै बचाउने हो र सेक्योर पनि हुने हो। र भविष्यमा त मलाई लाग्छ यो वालेटमा भएको, अरूमा भएको पैसाको इन्सुरेन्स पनि हुन्छ होला होइन। अहिले पनि छन् तर मान्छेले त्यो गर्छन्। अनि इट विल सेभ मोर टाइम एन्ड एफर्ट्स फर यु देन वाट इट क्यान लुज फर यु। सर, एक दिन पुरा वर्ल्ड नै क्यासलेस सोसाइटी हुन्छ जस्तो लाग्छ हजुरलाई? मलाई लाग्दैन पुरै क्यासलेस चाहिँ हुन्छ जस्तो लाग्दैन, किनकि क्यासको आफ्नो एउटा चार्म छ र अर्को पनि त्यसको एङ्गल छ। सबै कुरा हाम्रो फर्मल इकोनोमीमा छैन नि त। हाम्रो कति कुराहरू इन्फर्मल इकोनोमीमा चलिरहेको छ। जबसम्म त्यो फर्मल इकोनोमीमा आउँदैन, त्यो डिजिटाइज हुँदैन। सो पुरै क्यासलेस चाहिँ हुँदैन, लेस क्यास चाहिँ हुन्छ। अनि यो डिजिटल भुक्तानीले चाहिँ नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव परेको जस्तो लाग्छ सर हजुरलाई? एकदम ठुलो प्रभाव परेको जस्तो लाग्छ, जुन हामीले अहिले देखिरहेको छैनौँ तर एकदम ठुलो प्रभाव परेको छ होइन। आज तपाईँको त्यसले इन्भाइरोमेन्टको कति कुराहरू प्रिन्ट हुने छ। हामी पहिला फ्लाइट टिकट काट्दा एउटा खाम, एउटा प्रिन्ट लगेर जान्थ्यौँ होइन। हजारौँ टिकट हामी अहिले खल्तीबाट डेली हजारौँ टिकट काटिन्छ फ्लाइट टिकट, त्यो प्रिन्ट त जोग्यो नि त होइन। त्यसै गरी मुभी टिकट होइन, त्यो क्युआर देखाए पुग्यो फोनमा, पहिला सबै प्रिन्ट हुन्थ्यो। त्यसै जान आउन, ट्राभल टाइम, फ्युल होइन, ट्राफिक जाम, धेरै कुराहरू थियो नि त। पहिला त कति बिजनेसेसको चाहिँ बिहान 10 बजे अफिस आएपछि फर्स्ट कामै के हुन्थ्यो त, के चेक लिएर जानु छ ब्याङ्क, के भाउचर, के डिपोजिट गएर 12 बजीसम्म त ब्याङ्कमा लाइनमा धाउनु पर्थ्यो र त्यसपछि चाहिँ लन्च गरेपछि बल्ल अरू काम हुन्थ्यो होइन। ट्रान्सपेरेन्सी बढाउँछ यसले, करप्सन घटाउँछ। एउटा पैसाको जुन नोट छाप्ने कस्ट छ, त्यसको लजिस्टिक्स छ र त्योबाट हुने जुन रोगको भोलि भनौँ न भाइरसहरू सर्ने कुराहरू छ, त्यो सबै कुरा घटाएको हुन्छ होइन। त्यसपछि इम्पावरमेन्टमा एकदम ठुलो, मैले अघि तपाईँलाई इक्जाम्पल दिएँ, नेपालमा सामान बेच्नु जति गाह्रो छ पैसा उठाउनु त्यति गाह्रो छ। ती हजारौँ लाखौँ पसलहरू जसको चाहिँ फोन गर्दा पैसा रेडी छ, म आउन मात्र पाएको छैन, अब चाहिँ उहाँहरूले क्युआर पठाइदिनुहुन्छ। कति व्यापार डिल गर्दाखेरि क्युआर पठायो, पैसा आयो, त्यसपछि सामान पठाउन सजिलो भयो, ट्रस्ट फ्याक्टर भयो। त्यसले इ कमर्सदेखि इन्फर्मल इ कमर्स भनौँ, डिलिभरीलाई प्रोत्साहन गर्ने भयो। धेरै किसिमका चाहिँ यसमा कति वुमेन इम्पावरमेन्टका कुराहरू छन् होइन। कति हाम्रो दिदीबहिनीहरूलाई चाहिँ राति 9 बजे फोन रिचार्ज गर्नु पर्यो भने
बाहिर जान पाउँदैन थियो, डर हुन्थ्यो। अथवा आफ्नै घरको मान्छेले त बाहिर किन यतिखेर किन रिचार्ज गर्नु पर्यो, कोसँग कुरा गर्छौ भन्ने टाइपका कुराहरू थियो। अहिले चाहिँ उहाँहरूले त्यो गर्न सक्नुहुन्छ र आउने दिनमा चाहिँ यो नर्मल पेमेन्टसम्म सीमित हुँदैन नि त। भोलि हामीले चाहिँ स्टक मार्केटमा भोलि डिम्याट एकाउन्टको पेमेन्ट गर्नु पर्ला होइन, इन्भेस्ट गर्नु पर्ला, कोल्याट्रल लोड गर्नु पर्ला होइन। यसले एउटा एक्सेस त दियो नि त, एक्सेस टु फाइनेन्स, एक्सेस टु इन्फर्मेसन दियो नि त। सो यसले एकदम ठुलो रोल खेल्छ र भोलि चाहिँ धेरै कुराहरू ट्रान्सपेरेन्ट हुँदै जान्छ। डेटा चाहिँ कहाँ कस्तो डेटा प्याटर्न छ, कस्तो बिजनेस भइरहेछ, त्यो सरकारले चाहिँ त्यो अनुसारको पोलिसिजहरू ल्याउन सक्छ होइन। करप्सन यसले रोक्न सक्छ, ट्रान्सपेरेन्सी बढाउन सक्छ। भोलि क्रस बोर्डर पेमेन्ट अहिले चाहिँ भनौँ न भारतीय टुरिस्टहरू चाहिँ नेपालमा आएर मजाले पेमेन्ट गर्न सक्छन्। यसले हामी कतिको व्यापार बढाउँछ। इनफ्याक्ट तपाईँले इन्डिया सामान बेच्न खोज्दै हुन्छ नि, यहाँबाट क्युआर पठाएर पनि पैसा मगाउन सक्नुहुन्छ। सो यसको इम्प्याक्ट चाहिँ लङ टर्ममा अथाह इम्प्याक्टहरू हुन्छ। मैले अहिले एउटा कुरा के फिल गरेको छु सर थाहा छ, आजभन्दा 10 वर्ष लगभग 7-8 वर्ष अगाडितिर पनि मेरो पकेटमा क्यास हुन्थ्यो सर होइन। अहिले त अब एकदमै कम हुन्छ। अनि मलाई त्यो 1000 रुपियाँ पे गर्दा पनि यसरी गनेर पे गर्दा मलाई धेरै पैसा गएको जस्तो फिल हुन्थ्यो। अहिले मलाई साथीभाइसँग कतै यसो बस्दै गर्दा खाजा नास्ताकै पैसा तिर्दा पनि 4-5 हजार आए पनि स्वाट क्युआर गर्दा मलाई मेरो त्यति धेरै पैसा गएको जस्तो फिल नै हुँदैन क्या सर। हजुरलाई पनि हुन्छ यस्तो? सबैलाई हुने हो। यसको रिजन सर यो के टेन्जिबली तपाईँले अगाडि हेरेर गनेर मिलाउनु पर्ने छैन नि त। वान अमाउन्ट चेन्जको प्रब्लम छैन नि। हेर्नुहोस् है, यो पनि अर्को कुरा हो। यसरी काठमाडौँमा सबैले इनड्राइभ चढ्छ। इनड्राइभ चढिसकेपछि अब तपाईँको 63 रुपियाँको बिल आयो। 63 रुपियाँ दिन कति गाह्रो थियो बुझ्नु नि। अरू तपाईँको 85 भन्दा माथि आयो भने त 100 रुपियाँ दियो हिँड्यो, चेन्ज हुँदैन थियो नि। त्यो चेन्जको बेफाइदाहरू पनि थिए। तर अहिले इट इज अल सिमलेस होइन। तपाईँ चढ्नुभन्दा अगाडि नै पे विथ खल्ती गर्न सक्नुहुन्छ। बाइन्ड गरेको छ भने क्युआरबाट पेमेन्ट गरेर जान सक्नुहुन्छ नि त। सो यो सबै अनि प्लस तपाईँको एउटा त रेकर्ड पनि बस्यो नि त। वाट आम ट्राइङ टु से कि पहिला क्यास हुँदा चाहिँ कहाँ रेस्टुरेन्टमा कति गयो, औषधि पसलमा कति गयो, स्कुल फिसमा कति गयो थाहा थिएन नि त। तर अब त यु क्यान सी मेरो यसमा यति भइरहेछ। त्यो अनुसार तपाईँले प्लानिङ गर्न सक्नुहुन्छ, रेकर्ड किपिङ गर्न सक्नुहुन्छ होइन। अब ट्यान्जिबली अगाडि आँखा अगाडि नभएर डिजिटली जाँदा चाहिँ त्यो त्यति फिल चाहिँ नहुने। मेरो क्वेसन चाहिँ के भन्न खोजेको थिएँ सर मैले हजुरलाई, अनि त्यसले गर्दा भन्नुभएको कुरा सही हो। त्यसले गर्दा बढी खर्च हुन्छ, त्यो पनि सही हो। तर त्यसको फ्लिप साइड के हो भने ट्र्याकिङ पनि हुन्छ। भोलि मेरो यो महिना यसमा यति गएछ है, मैले यसरी चाहिँ मिलाउनु पर्यो है भनेर बजेट प्लानिङ गर्न पनि हेल्प चाहिँ गर्छ है फेरि। हजुर। अब सर यो फिनटेक भन्दा अलि छुट्टै क्वेसन राख्न खोजेँ हजुरलाई। एज अ अन्टरप्रेनर सर वाट इज मोस्ट इम्पोर्टेन्ट सर सफल उद्यमी बन्नका लागि हजुरको सल्लाह सुझाव चाहिँ के रहन्छ? यस्तो छ कि देयर इज नट वान फ्याक्टर यही गरेर सफल भइन्छ भन्ने छैन। हेर्नुहोस् होइन, जुन हाम्रो बेसिक्स हुन्छ नि बिजनेसको बेसिक्स प्रिन्सिपल होइन, तपाईँको फाइनेन्सियल डिसिप्लिन होइन, कस्टमरलाई भ्यालु एड गर्ने, कस्टमरको पेन सल्भ गर्ने होइन, यो कुराहरू चाहिँ जुनसुकै जस्तोसुकै बिजनेस गरे पनि दिज आर भेरी इम्पोर्टेन्ट थिङ्स। त्यसपछि चौथो कुरा सर्टकट भन्ने हुँदैन। देयर इज अलवेज रिक्वायरमेन्ट अफ हार्डवर्क, हसल गर्नुपर्ने हुन्छ होइन। कति ठाउँमा चाहिँ ज्याद्रो हुनुपर्ने हुन्छ, लाग्नुपर्छ, भिड्नुपर्ने हुन्छ र सिक्दै जाने हो कि। गर्दै जाँदा चाहिँ आफूले गर्दाखेरि गफ दिन एक ठाउँमा हो, तर गरेपछि त्यसको रियल ग्राउन्डमा कति कुराहरू सिकिन्छ, बुझिन्छ, गरिन्छ। सो यो बेसिक कुराहरू यिनीहरू नै हुन्। अनि त्यो बाहेक चाहिँ अब सकेसम्म चाहिँ मेबी ट्राई टु प्रिडिक्ट द फ्युचर एन्ड बिल्ड वाट इज मिसिङ होइन। मार्केट चाहिँ नेपाल अथवा धनगढीलाई मात्र सोच्नु भएन, अब ग्लोबल वर्ल्डलाई मार्केट सोच्नु पर्यो र बिस्तारै चाहिँ त्यो भिजनलाई मेनिफेस्ट गरेर काम गर्नु पर्यो। र भनौँ न इफ यु क्यान सेल आउटसाइड नेपाल द्याट क्यान बी द बेस्ट थिङ जस्तो लाग्छ मलाई। अबको सबै बिजनेस इन्टरनेटसँग कनेक्ट हुन जरुरी छ सर? हेर्नुहोस्, यो एउटा हदसम्म ठिक होला इन टर्म्स अफ भिजिबिलिटी, आउटरिच होइन। अब यो रिल युग छ अहिले होइन, एउटा मार्केटिङको एङ्गलबाट चाहिँ ठिक होला। तर आउने युग चाहिँ एआईले गर्दा देयर विल बी टु टाइप्स अफ बिजनेसेस क्या। एउटा यो एआई टेक्नोलोजी भनौँ न सबै काम एआईले गरिदिरहेछ होइन। एआईको स्किल्स एकदम जरुरी भइसक्यो। तपाईँको कोडिङ गर्नेदेखि, तपाईँको एप बनाउनेदेखि, तपाईँको असिस्टेन्टको काम, तपाईँको भनौँ न भोलि एआई रोबोट्स आउला। इभन भोलि त भविष्यमा हाउस हेल्प पनि एआईले
हजुर खाना पकाउनेदेखि सबै गर्न सक्ला हैन। र अर्को एउटा वर्ल्ड हुन्छ जो चाहिँ टेक्नोलोजीसँग सबैसँग टाढा बस्न खोज्ने, क्लाइमेट नेचरसँग जोडिने, पर्सनल रिलेसनसिप, एक्चुअल ह्युमन कनेक्सन्स हैन, जुन हाम्रो ट्रेडिसन, कल्चर, आर्ट, म्युजिक, वेलनेस हैन, हेल्थसँग रिलेटेड खालको चाहिँ यो फार्मिङ, अर्ग्यानिक फुड हैन, एन्टरटेनमेन्ट यस्तो खालको हुन्छ होला जस्तो मलाई लाग्छ है पर्सनली। सो देयर विल बी टु टाइप्स अफ पिपल, वान हु भनौँ न जुन हाम्रो नेपालको विपासनाहरू फेमस छ हैन, स्पिरिचुअलिटी छ, त्यस्तो खालको कुराको पनि एकदम ठुलो चाम हुन्छ हैन। भने अर्को भनेको त यो एआई स्किल्स आर भेरी इम्पोर्टेन्ट, इट इज मुभिङ भेरी भेरी फास्ट। यो एआई रेभोल्युसनले चाहिँ धेरै कुरा चेन्ज गर्नुवाला छ नेपालको। अनि आइटी सेक्टरको जस्तो ऊ जो भाइ हामीलाई खिचिरहेको छ ऊ पनि आइटीको स्टुडेन्ट हो। सो भाइले पनि मलाई एउटा कुरा के सोधिदिन भन्दै थियो हजुरलाई, अब नेपालमा जो आइटी बेस्ड स्टुडेन्टहरू छ उनीहरूले चाहिँ त्यो आफ्नो स्किललाई इन्हान्स गर्न अझै के कुरामा चाहिँ ध्यान दिनुपर्छ होइन। अब त एआई स्किल चाहिँ इमिडिएटली स्टार्ट गर्नु पर्यो होइन। एआई एकदमै जरुरी छ। तपाईँले सुन्नुभयो होला लास्ट मन्थ नै चाइनाले 2300 भन्दा बढी युनिभर्सिटीको डिग्रीहरू खारेज गर्थ्यो, डिग्री नै खारेज गर्थ्यो कि अब नयाँ वर्ल्डमा चाहिँ यो डिग्रीहरू नै काम लाग्दैन, यो स्किल सेट काम लाग्दैन, जुन वर्षौँदेखि पढाइरहेको थियो त्यहाँको युनिभर्सिटी र अब नयाँ डिग्रिजहरू लिएर आयो बिकज द वर्ल्ड इज चेन्जिङ। सो आइटीको स्टुडेन्टलाई चाहिँ म के भन्छु भने एआई टुल्सको आजैदेखि प्रो एकाउन्टहरू किन्नुहोस्। यो चाहिँ मलाई अहिले चाहिँदैन भन्नु नसोच्नु, तर त्यसलाई आफ्नो वर्क फ्लोमा इन्टिग्रेट गर्नुहोस्। तपाईँ कोडिङ गर्नुहुन्छ भने तपाईँको आइडीमा चाहिँ इन्टिग्रेट गर्नुहोस् होइन। र बेस्ट स्किल भनेको चाहिँ एआई भनेको तपाईँको एउटा स्टाफ हो, एउटा एजेन्ट हो, एउटा सर्भेन्ट हो, त्यसरी सोच्नु पर्यो। एआई कुनै पनि मान्छेसँग काम गराउने स्किल्स चाहिँ सबभन्दा इम्पोर्टेन्ट भयो क्या। कसरी काम गराउने कुनै पनि मान्छेसँग, उसलाई राइट इन्स्ट्रक्सन, डिटेलमा इन्स्ट्रक्सन दिनु भनेको जसलाई हामीले प्रम्प्टिङ भन्छौँ, र उसले दिएको आउटपुटमा पनि उसलाई मजाले फेरि बुझाउनु, तिम्रो यो मिलेन, यसरी मिलेन, यस्तो गर्ने होइन, यो गर्ने हो, मलाई यो चाहिएको। जसरी हामी एउटा मान्छेलाई सिकाउँछौँ नि हो, त्यो प्रम्प्ट दिने स्किल र रिभ्यू गर्ने स्किल, अडिट गर्ने स्किल चाहिँ सबभन्दा इम्पोर्टेन्ट हुन्छ। त्यसमा चाहिँ सबै आइटी स्टुडेन्टले काम गर्नु थाल्नु पर्यो। र अब कोडिङ मात्र चाहिँ राइट स्किल्स होइन, कोडलाई रिभ्यू गर्न सक्नु र राइट प्रम्प्ट दिन सक्नु र मजाले बुझाउन सक्नु इज द बेटर स्किल द्याट इज रिक्वायर्ड। सो वान लास्ट क्वेसन रिलेटेड विथ बिजनेस सर, नेपालको बिजनेसलाई सर्भाइभ गर्न सजिलो छ कि सर? अब हजुर त यति धेरै देशहरू घुम्नु भएको छ, बाहिरको बिजनेसहरूलाई सर्भाइभल सजिलो छ? यो जेनरलाइज गर्न मिल्दैन क्या, सबै ठाउँको आफ्नो च्यालेन्जेस हुन्छ, आफ्नो प्रोज एन्ड कन्स हुन्छ होइन। कति कुरामा नेपाल राम्रो छ होइन। अब अरू कन्ट्रिजहरू जहाँ एकदमै प्रस्परस छ तर त्यहाँ युरोप जानुभयो भने अर्कै खालको प्रब्लम छ होइन। जहाँ वार छिरिसकेको छ त्यहाँ अर्कै खालको। अहिले हाम्रो प्रब्लम त शान्ति नै हो, बाटोमा खाल्टो भयो होइन, त यो आधी घन्टा लाग्ने गभर्मेन्टको काम 2 घन्टा लाग्यो। दिज आर स्मल प्रब्लम्स। भोलि वार छिर्यो भने द्याट इज गन। बुझ्नु भइरहेछ नि? त्योभन्दा डेभस्टेटिङ त केही हुँदैन। र डेभलपमेन्टको डेफिनेसन पनि सबैको फरक हुनसक्छ। के हो त डेभलपमेन्टको डेफिनेसन? तपाईँलाई म चाहिँ ल भोलि तपाईँ 2 करोड रुपियाँ कमाउन म तपाईँलाई एउटा ठाउँ दिन्छु, तर तपाईँ चाहिँ आफ्नो बच्चासँग चाहिँ 5 वर्ष टाढा बस्नुपर्छ भने अब तपाईँको लागि त्यो डेभलपमेन्ट हो कि होइन? आई डोन्ट नो। बुझ्नु भइरहेछ नि होइन। अर इट इज अ होलिस्टिक थिङ नि त। तपाईँको हेल्थ, तपाईँको साथीभाइ, तपाईँको एन्टरटेनमेन्ट, तपाईँको पर्पज इन लाइफ, तपाईँको इमोसन्स होइन, इकिगाई भन्छ नि होइन। त्यो सबै कुराको सक्सेसको डेफिनेसन पनि फरक छ नि त सबैको लागि। सो हरेक कन्ट्री, हरेक ठाउँको आफ्नै बेनिफिट छ, आफ्नै चाहना। तपाईँ आज धनगढीमा बस्नुहुन्छ, तपाईँ चाहनुभयो भने एभ्री डे बेलुका तपाईँ आफ्नो 2-4 जना साथीभाइलाई भेट्न मिल्छ। हो, एभ्री डे बेलुका तपाईँ चिया खानुहुन्छ भने ल 7 बजे बस्यो गएर यहाँ ब्रेड बक्समा आयो चिया खान मिल्यो। तपाईँ जति ठुलो ठाउँमा गएर बस्नुभयो भने त्यो पोसिबल छ छैन? एकदम डेभलप ठाउँमा गएर बस्नुभयो पोसिबल छ छैन? कहिलेकाहीँ तपाईँसँग समय भयो भने तपाईँको जसलाई भेट्न खोज्ने हुन्छ उसँग समय नहोला, तपाईँ गएर टेक्सासमा बस्नुभयो भने होइन। सो वाट आइम ट्राइङ टु से कि यहाँको प्रिभिलेज त तपाईँलाई त्यो त्यसको भ्यालु कुन बेला थाहा हुन्छ जब तपाईँ यो कुराबाट वञ्चित हुनुहुन्छ। अहिले त वञ्चित हुनु भएको छैन नि त। सो
यु कान्ट जेनरलाइज कि नेपालमा सजिलो छ कि बाहिर सजिलो छ। हो, पर क्यापिटा इन्कम मार्केट साइजको हिसाबले नेपालको मार्केट अलिक सानो छ, हामी अन्डर डेभलप होइन डेभलपिङ कन्ट्रीमा छौँ अहिले, एलडिसीमा छौँ अझै पनि अहिलेसम्म। सो त्यो हिसाबले हेर्नुहुन्छ भने चाहिँ एकदम ठुलो वेल्थ बनाउन, युनिकर्नहरू बनाउन चाहिँ एकदमै गाह्रो छ एज अफ टुडे। तर हो, नेपालमा बसेर नेपाल बाहिर चाहिँ तपाईँले एक्सपोर्ट गर्न सक्नुभयो भने चाहिँ देयर माइट बी, नेपालको भनौँ न, अब तपाईँ सुदूरपश्चिम हुनुहुन्छ, यहाँको कति धेरै हब्सहरूमा धेरै ग्लोबल पोटेन्सियल छ होइन। यहाँको मेडिसिनल कुराहरू छ होइन, और यहाँको जुन ठाउँहरू छन्, मेबी त्यहाँ भोलि केबल कार जोडेर हुन्छ कि होइन, रेजर्ट्सहरू बनाएर हुन्छ कि, हस्पिटालिटी होइन, हामीसँग इन्डिया एकदम ठुलो मार्केट छ नि त नियर बाई। सो त्यो एक्जिक्युसन एकदम जरुरी छ, तर पोसिबिलिटिज चाहिँ एकदम धेरै छ। योर मेसेज टु द युथ सर, जो आइटी बेस्ड कम्पनीहरूमा लागिरहेको छ, जस्तो आइटीको स्टुडेन्टहरू र ओभरअल सबैलाई इन्क्लुड गरेर? त्यही हो मेरो मेसेज, मैले अघि भनेकै कुराहरू नै हो होइन। एउटा कुरा चाहिँ मेक इन नेपाल, सेल आउटसाइड नेपाल। हजुर, ट्राई टु आउटसाइड नेपाल भनेको कि नेपाली डायस्पोरालाई बेच्नुहोस् कि अरूलाई बेच्नुहोस्, त्यो गोल राख्नुहोस् होइन। सकेसम्म धनगढीमै बसेर, अहिले धनगढीको प्रसङ्गमा भन्दैछु, हजुर, तपाईँ यहाँ बसेर डलरमा कमाउन सक्छु, डलरमा कमाउनु भयो भने तपाईँको लाइफ एकदमै राम्रो हुन्छ होइन। र पछि तपाईँले धनगढीको कम्युनिटीको लागि पनि गिभ इट ब्याक गर्नु, यहाँको लागि पनि केही कुरा बनाउनु होइन, यो एउटा कुरा भयो। दोस्रो, एआई स्किल्समा आजैबाट काम गर्न थाल्नुहोस्, भोलिबाट होइन कि आजैबाट काम गर्न थाल्नुहोस्, यो सेकेन्ड कुरा भन्छु। तेस्रो कुरो चाहिँ यो ग्ल्यामरको पछाडि या इन्भेस्टमेन्ट यस्तो भ्यालुएसन उस्तो त्यसको पछाडि होइन कि बिजनेस फन्डामेन्टल्स जे बेसिक्स वर्षौँदेखि चलिआएको त्यो फन्डामेन्टल्स नै हो। जुनसुकै काम गरे पनि त्यो फन्डामेन्टल्स, जस्तै कि फाइनेन्सियल डिसिप्लिन भयो, कस्टमरको पेन सल्भ गर्ने, कस्टमरलाई भ्यालु एड गर्ने होइन, त्यस्तो कुराहरूलाई चाहिँ आत्मसात गरेर अगाडि बढ्नुपर्छ। यो 3टा कुरा चाहिँ मेसेज भन्न चाहन्छु। थ्याङ्क यू सो मच फर यर टाइम सर। थ्याङ्क यू, धन्यवाद।